थियो आज चाहिँ यो के अरे बफको ग्रेभी है, बक्चे साग घिउमा बोइल गरेको, खसीको मासुको झोल, यो चाहिँ मुलाको अचार, भुजुरी कोरेको, यो चाहिँ घिउको बिलाउने साथीहरू त्यो घिउको खाँदाखेरि निस्केको बिलाउने पानी। अनि खाना साथीहरू आजको मुकबाङ भिडियो धेरै पछि भिडियो लिएर आएको छु है साथीहरू, हेरिदिनुस् होला, माया गरिदिनुस् होला है। हेलो एभ्रिवान, नमस्ते नमस्ते। पूर्णिमा व्यञ्जन च्यानल फेरि पनि यहाँहरूलाई धेरै धेरै स्वागत छ। हामी चाहिँ आज बुढाबुढी चाहिँ धेरै टाइम पछि आयो साथीहरू, भिडियो बनाउनु सकिरहेको थिएन है। अनि धेरै पछि आएको खसीको मासु लिएर आज झोल, बिजी भयो एकदम। खसीको मासुको झोल, अनि यो बफ ग्रेभी, अनि यो बोक्चालाई चाहिँ घिउमा नुन राखेर बोइल गरेको, यो चाहिँ मुलालाई भुजुरी कोरेर बनाएको अचार साथीहरू बोइल गरेर राखेर, अनि यो चाहिँ हामीले इलामबाट घिउ ल्याएको थियौँ। अनि त्यसको चाहिँ के अरे यो खारेको बिलाउने साथीहरू यसँग भात खानु पऱ्यो भने लिएर आएको छ बिलाउने। अनि यहाँ डल्ले खुर्सानी छ। ल साथीहरू सुरु गऱ्यौँ है यो झोलको लागि। राख्दिउँ म यो अचारको लागि अनि राख्दिउँ यो राख न बुढी, क्या खानु पर्यो नि, खानु पऱ्यो खसीको झोल जाडोमा। तर कस्तो छ जस्तो हुन्छ त्यसै राखिदिन्छ है। हुन्छ हुन्छ, छाला होस्, छाला म खाने अचार खाने खसीको झोल नाला नाला भयो बसो भनेपछि डराउनुहुन्छ कि। यो चाहिँ हातले लिनु, यहाँ मिर्गौला ल ठिक छ। मिर्गौला नि दुइटा थियो पसिहरू नि खाउ न साथीहरू। नि है मलाई नै हामीलाई चाहिँ खासै जे पनि छाडै भएको मिठो लाग्छ, के भएको कलेज हो। हजुर कलेज कलेज हो मिर्गौला राखिदिन्छु ल, ल सिधै बुझेन। बोसो चाहिँ म खाने साथीहरू, बोसो जे भयो नि फेभरेटै भइहाल्यो। अब यो चाहिँ हातले लिने होला साथी लिउँ है। लिने अचार, पिरो अचार गोल गरेको ठुकै आइसक्यो भोक लागेर। ल साथीहरू जय होस्, धेरै पछि है। साग राखिदिउँ म राख्नु है। घिउमा बोइल गरेको साथीहरू साग, यसमा चाहिँ घिउ पनि दिनु पऱ्यो अलिकति, बिलाउने फेभरेट हो। भिडियो बनाउनु सकिरहेको छैन साथीहरू, रहर चाहिँ धेरै छ, के गर्नु। हेरिदिनुहोस् होला, माया गरिदिनुहोस् होला है, सपोर्ट गरिदिनु होला भन्दै लियो साथीहरू। खाएँ है। गरम मसला गजब हालेको छु, गरम मसला पिरो चिसो छ नि त। हल्ला बास्न आएको छ अन्त बाप त खाइँदैन क्या हो। खसी छोडेर के बखाल मिर्गौला।
भिडियो बनाउनु नपाएको मार्खा मुस्ताङतिर गएको थिएँ घुम्न त्यो बेला बाटोमा भिडियो बनाउन पनि के नमिले जस्तो भयो क्या है यसो होटलमा खाना खाएको नि कहिले के भएर एउटा मात्रै भिडियो बनाउनु भ्यायो त्यसपछि चाहिँ भिडियो बनाउनु सकेन छिटो बोली झोल लाग्यो मिठो जेनीलाई पनि मिठो भनेर त सिकाएर पठायो है क्यानाडाबाट छोडी साथी आथी घुम्नलाई हामी मिठो भन्ने नेपाली सिकाएर पठाइदिए मिठो मिठो धेरै त्यो छ यो अचार त स्याबेलुको मुख अलिकति खोल्यो अनि भित्र चट्ट फ्राई गरेर स्याबेलु भित्र हाल्नु सक्छ चम खानुहोस् खानु कलेज खान्छु सबै अब बफ पनि खान्छु त्यो छोड्नु थोरै खानु रस छाला ल छोड्नु त रस खानुपर्छ क्या किन डराउनु भयो बस्नु छैन यसमा मसला हो बनाएर Coba. Coba. Sudah hay nai buat ni. Di jaga mah. Yo tadi kan. Sakit banget panas.
तातो पनि खानु पर्ला चिसो पानी नै पेट चिसो भयो साग सबै खाने कलेज त 1 किलो ल्याएको थियो क्या हो मलाई कलेज चाहिँ कलेज निकै ल्याएको थियो कलेज तपाईँलाई मनपर्छ नि त भिडियो बनाउनु रहर चाहिँ खान्छ के खानु रहर मात्र हो कि साथीहरू अब भिडियो चाहिँ बनाइरहने हो खाना चाहिँ मैले खाइदिन्छु भिडियो बनाइरहने हो जति खान्छस् त्यतिकै भिडियो बनाउने कि साथी बोसो रहेछ दामी छ खानु नहाल्नु नि यार खानु खाऊ माया गर्दै बोसो मात्रै दिएर अघि नै खसी पनि बोसो खाएँ रहर हो साथीहरू जति खान्छ त्यति खाइन्छ अब त्यस्तै भिडियोहरू बनाइरहने हो अरू जस्तो धेरै त्यति त खान सक्दैन नर्मल्ली बनाउने हो भिडियो चाहिँ सकुन्जेल आज खुसी भिडियो बनाएको कति पछि बनाउने सब ग्रेभी माटपिक्यो ग्रेभी पनि चिउरोसँग खानुहुन्छ मासु नै अलिकति तर खाने तपाईँ हँसी मासु फेभरेट हो तर खानु सकेन यो एउटा कति नहालिदिएको थियो मिठो म त देखिदिइहालेँ पक्नै एकछिन खङ्ग हान न आएन टाँसिन्छ क्या त्यो ऊ होइन नि त नसा हो नसा होइन उनी हो बोन मेरो हो कि सियो हो सियो हो सानो छ क्या निस्किनुहोस् उसलाई एक पिस अझै खान्छ खसी मात्रै ल्याउनु पर्ने छ मासु त सिधै हाल्नु बुढोलाई बुढोलाई बच्चाहरूलाई खसी खासै मन पर्दैन मेरो ज्वाइँ र मलाई चाहिँ खुब मनपर्छ खसी फेभरेट
नथिलाको घोचेर देखेर तेरो हड्डी मात्रै रहेछ हड्डी मात्रै रहेछ सबै के मासु पर्ने जस्तो हड्डी एउटा के राख्नु खाइदिनु पर्छ सब ग्रेभी है सबै हड्डी परेछ साथीहरूलाई अरू नसिधाइ नि खाना चाहिँ मजाले सिधाइ अब त जाडो महिना लगाएर पेटै चिसो हुने पानी खाना नि ल साथीहरू खाना खाइसकेपछि 1 घन्टापछि पानी खानु पर्यो साथीहरू खसीको मासु चाहिँ झोलमा त अलिकति रह्यो है यो पनि अहिले पछि पिउँछु म यो चाहिँ चुरासँग खाने हो लेदो मासु र त्यो छानेर खाइसक्नु भयो यो चाहिँ स्याबुलेसँग खाने हो स्याबुले त्यो स्याबुलीसँग खाने घिउ चाहिँ फेरि भोलि भातसँग खाने साथीहरूले त्यो घिउ चाहिँ यो चाहिँ एकदम हाइजिन छ कागज सागज हाल्नु ल साथीहरू मिठो गरी खायौँ है भिडियो के कस्तो भयो जे जस्तो भयो नि हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला भिडियो के कस्तो भयो कमेन्ट गर्नु होला भन्दै बिदा लिन्छु अवस्था बाइ बाइ